हाम्रा लामाहरू लिङ्गुर पूजाको लागि लामाहरू सुतुन्चेली गुम्बाबाट पठाउनु भएको आइसक्नु भएको दृश्य हेर्नुहोस्। चिया खाने व्यवस्था हुँदैछ। भोलिबाट पूजाको लागि धर्मगुरुहरू भएको छ। हत्या छ लैजाऊ त माथि त्यो पानीको कसरी बनाउने आइडिया दियो। त्यो रातो चाहिँ जोडेर ल्याउ त एकछिन। चियाको एकछिन चियाको लागि। दिदी नमस्कार हजुर। अनि केही छ रमाइलो? हजुर हजुर। अनि समर्थन जनाउनु भएको छ। हामीहरू देशमा रहेका विदेशमा रहेका सबैजनाले होइन एकदम खुसी छौँ। यो हामीले आयोजना गरेको एकदम यो पहिलो हो पूजा होइन। हजुर थ्याङ्क यू। अनि आज हाम्रो 20-21 जना लामाहरू आनीहरू आइपुग्नु भयो होइन। र यसमा अब कस्तो लाग्यो तपाईँहरूलाई? अब हजुर खुसी छ। अनि देश विदेशमा बस्नुहुने हाम्रो सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यी खबरहरू हजुरलाई मिडियाको माध्यमबाट लाइभ दिइरहनु भएको छ। हजुर यो माध्यमबाट पनि म भन्न चाहन्छु देश तथा हाम्रो रुम्जा टारे यो रातो माटोका सन्ततिहरूले चाहिँ नि हेरिरहनु भएको छ भने यो पूजा भइरहेको छ यहाँलाई थाहा पनि छ। सक्दो सहयोग गरिदिनु पनि हामीले आग्रह गर्न चाहन्छौँ। सहयोग गरिदिनु पनि रहनु भएको छ र कसैले छुट्नु भएको छ भने पछि फेरि खुल्दुली नहोस्। यत्रो ठुलो पूजाको हाम्रो गाउँमा म जन्मेको खोलामा मेरो आफ्नो मातृभूमिमा भनौँ न उहाँहरूले मा चाहिँ नि हामीले केही गर्न पाएन भन्ने खालको कुरो नहोस्। यहाँ सबैलाई अझै पनि अवसर छ। हाम्रो 12 गतेसम्म पूजा कन्टिन्यू चल्छ। त्यसले गर्दाखेरि चाहिँ नि अझै 8 दिन अवसर छ। सहयोग गर्न चाहनुहुन्छ भने स्वागत छ। धन्यवाद दिदी। हजुर ओ मान उहाँ हुनुहुन्थ्यो हाम्रो मूल समितिका वरिष्ठ उपाध्यक्ष सुनिता गुरुङज्यूबाट सुनिहाल्नुभयो तपाईँहरूले सुन्नुहुनेछ। र ओ सोल्टी हजुर मौल सो छ्याजालो अनि के भर्खर सरी हजुर ल धन्यवाद हजुर। अनि कस्तो लाग्यो कार्यक्रमहरू कस्तो हुँदैछ हजुर? हुन त भर्खर आइपुग्नु भएको केही अलि सबै कुरोहरू त थाहा हुनु सकेको छैन। हजुर अस्तिको पल्ट बिहाको समयमा आउँदाखेरि तपाईँहरूले चाहिँ पुरा खट मानेर रमाउँदै हुनुहुन्थ्यो। धेरै राम्रो रङ्गा खेल्नु भएको छ। एकपल्ट माने घुमाएँ। अब त करिब अब काम त सक्यो। अब आइसक्यो भने पूजा भइसक्यो। अब एरिया चाहिँ अलिअलि साफसफाइ गर्नुपर्छ। हजुर हजुर हजुर। अरू पनि ठिक छ। अनि अरू केही भनाइ छ त हजुर? धेरै आएको छ। मैले अघि नै के अरे भनिसकेको छ। पूर्ण विशेष गरी रुम्जा टारेहरूले चाहिँ यो फलानाको गुम्बा हो, फलानाले बनाएको नसोचोस्, यो हाम्रो रुम्जाटारको लागि बनाएको हो, गाना हो, सबै रुम्जाटारको गाना हो, हामीले रुम्जाटारलाई गहना लगाइदिएको हो। त्यसले गर्दा तपाईँहरू सबैजना आएर हिन्दू धर्म मान्ने, बुद्ध धर्म मान्ने सबैजना हामी हिन्दू धर्ममै जान्छौँ। अस्ति म पनि सबै मठ मन्दिर घुमेँ, सबै मन्दिरमा घुमेर दर्शन गरेँ, गुम्बा पनि दर्शन गरेर गएको।
मेरो त्यस्तो भेदभाव छैन, त्यसले गर्दा तपाईँहरूले पनि त्यो भेदभाव नलिनु होला। हजुर सबैजना सबै जाति यहाँ आएर दर्शन गरिदिनु होला, प्रवचन सुनिदिनु होला। भगवान्को सबै प्रवचन सुने, सबैको बाटो एउटै हो, भगवान् सबैको एउटै हो। त्यसले गर्दाखेरि सबैजना आइदिनु हुन म विशेष रुम्जाटारेलाई अनुरोध गर्छु। अनि वारिपारिको सबै जातिहरूलाई आइदिनुहोस् भन्ने म यहाँ हजुरलाई निम्त गर्न चाहन्छु। मैले अब पत्र लेख्न सक्दैन, सायद मेरो यहाँको अध्यक्ष उपाध्यक्षहरूले पत्रचार गर्नुभयो होला, गर्नु चाहिँ भनेको थिएँ, गर्नुभयो होला। यदि पत्र पाएको छैन भने यसै सूचना मार्फत हजुर आइदिनु न अनुरोध गर्छु। तपाईँहरूसँग आयो भने भेटघाट पनि हुन्छ, चिन्जान पनि हुन्छ, यो पनि अर्को कुरा हो। त्यसले गर्दा आइदिनु अनुरोध गर्छु। धन्यवाद। आएर प्रसाद ग्रहण गरिदिनु होला, वाङ ग्रहण गरिदिनु होला, एकदम हजुरले पुण्य पाउनुहुन्छ। हस् धन्यवाद। उहाँ हुनुहुन्थ्यो हाम्रा युके लन्डनको पूर्व अध्यक्ष हाम्रो धनबहादुर गुरुङसँग हामीले वार्ता गरिसकेको छु। अब फेरि पनि गर्ने बाचा राख्छु हजुर। अब कस्तो हुन्छ के हुन्छ। धन्यवाद। ल भेनाजु नमस्कार हजुर, नमस्कार। ल वेलकम छ, स्वागत छ हजुर। दिदी हजुर धन्यवाद। ल